आज यसो भाइहरूले बोलाएर राधे राधे नजिक जिमचामा गइयो। त्यहाँ हाम्रो भाइ कृष्ण मगरको आर्म रेस्लिङ भइरहेको रहेछ। यहाँ हाम्रो भाइलाई सपोर्ट र हौसला दिन आइपुग्यौं। यहाँ जेनजीका भाइहरू धेरै रहेछन्। जे होस् खुसी लाग्यो। यो टिन एजमा बिग्रने बाटो र कुलतबाट जोगिएर आफ्नो शरीर र माइन्डलाई स्वस्थ राख्न खेलकुदलाई उच्च प्राथमिकता दिइरहेका छन्। हाम्रा भविष्यका कर्णधारहरूले कुलत, दुर्व्यसन र नकारात्मक सङ्गतबाट टाढा रही अनुशासित, जिम्मेवारी र स्वस्थ जीवनशैली अपनाएको देख्दा एकदमै खुसी र प्राउड पनि हुन्छ र दुःख पनि लाग्छ। दुर्भाग्यवश केही युवाहरू चाहिँ कुलत, दुर्व्यसन, नकारात्मक सङ्गत र छेडिक मनोरञ्जनका प्रभावमा परेर आफ्नो अमूल्य समय, क्षमता, बाबुआमाको आशा, सपना र आफ्नो भविष्यलाई जोखिममा पारिरहेका देख्दा दुःख पनि लाग्छ। मलाई लाग्छ युवाहरूलाई चाहिँ नकारात्मक सोच, गलत गतिविधि र कुलतबाट जोगाउन सक्ने प्रभावकारी माध्यम भनेकै खेलकुद क्षेत्र हो भन्ने कुरा चाहिँ मलाई त्यो फिल लाग्छ। अब तपाईँहरूलाई के लाग्छ होइन? यो खेलकुद क्षेत्रले चाहिँ प्राय जसो टिनेजहरूलाई चाहिँ त्यो कुलतबाट जोगाउने काम गरेको छ है, मलाई चाहिँ यस्तो लाग्छ। Ready, go! All start. Ready, go!